अनि एज अ फिजियोथेरापिस्ट चाहिँ हजुरले नसा च्यापिनुलाई कसरी ट्रिट गर्नुहुन्छ अनि त्यसमा चाहिँ के सिम्टम्स पर्छ नसा च्यापिनुमा चाहिँ एकचोटि बुझाइदिनु न। एज अ फिजियोथेरापिस्ट पहिला म केस हेर्दाखेरि पहिला कन्सल्टेसन गर्छु जसमा पेसेन्टको कम्प्लेन सुन्छु कि के छ कसो छ कसरी भयो अनि त्यो हेर्छु। यदि फिजिकल एक्जामिनेसन गरेर हेर्छु, एमआरआई यदि गराएर आएको हुन्छ अनि त्यो एमआरआईको रिपोर्ट हेर्छु अनि त्यो अनुसार चाहिँ कन्क्लुजनमा आउँछु कि अब सिम्टम्सहरू के छ, सिम्टम्स अनुसार भित्री समस्या छ कि छैन, भित्री समस्या धेरै छ सिम्टम्स कम छ त्यसमा अब सर्जरीलाई पठाउने हो कि फिजियोथेरापीबाट म्यानेज गर्नुपर्छ। यदि फिजियोथेरापीबाट म्यानेज गर्नुपर्ने हुन्छ भने के गर्दा बेटर हुन्छ त्यसमा स्टेप बाई स्टेप उस हुन्छ। पहिला पेन म्यानेजमेन्ट गर्ने, पेन म्यानेजमेन्ट पछि स्ट्रेन्थ ट्रेनिङ गर्ने, स्ट्रेन्थ ट्रेनिङ पछि तपाईँको पोस्चर करेक्सन एक्सर्साइजहरू सिकाउने ताकि ओभरकम होस्, अनवान्टेड प्रेसर परेर अझै ड्यामेज नगरोस्, त्यसलाई कसरी प्रिभेन्ट गर्ने भनेर सिकाउँछ।